सागरका दुई किनारा भव्य बरस आजको कार्यक्रम सबैमा छ न्यानो सत्कार। भव्य बरस आजको कार्यक्रम सबैमा छ न्यानो सत्कार। वार्षिक खेलको पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको समारोहमा उपस्थित सम्पूर्ण मान्यवरमा म यसै कार्यक्रमकी कार्यक्रम सञ्चालिका कविता आचार्य हजुरहरू सम्पूर्णलाई हार्दिक नमस्कार व्यक्त गर्दछु। आज मिति 2082 10 महिना 8 गतेका दिन यसै विद्यालयको प्राङ्गणमा आयोजित खेल समारोहको पुरस्कार वितरण, अभिभावक खेल र विद्यार्थीहरूको उत्कृष्ट प्रतिभा प्रस्फुटन समारोहमा हजुरहरूको आगमनलाई हार्दिक स्वागत गर्दै आजको कार्यक्रमलाई औपचारिक रूपमा शुभारम्भ गर्ने अनुमति चाहन्छु। अबको क्रममा आसन ग्रहणलाई जोड्न चाहन्छु। यसै विद्यालयका प्राचार्य श्री विशाल चौधरीज्यूलाई सभाध्यक्षको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। अतिथिज्यूहरूलाई खादा लगाई सम्मान गरिदिनका लागि आदरणीय शिक्षिका श्री गरिमा चौधरी र सीता चौधरीज्यूलाई हार्दिक अनुरोध गर्दछु। अबको कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहणलाई जोड्न चाहन्छु। आजको कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहणका लागि यसै विद्यालयका विद्यालय व्यवस्थापक समितिका अध्यक्ष श्री बुद्धिबहादुर खत्रीज्यूलाई हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै क्रममा यसै विद्यालयका मावि कोअर्डिनेटर श्री दिननाथ शर्माज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी निवावी कोअर्डिनेटर जमुना छेत्रीज्यूलाई आसन ग्रहण गर्ने हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। ताली बजाउनुहोस्, कोही त ताली। स्थानमा आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। सञ्चारकर्मीज्यू, आदरणीय अभिभावकज्यूहरू, शिक्षक शिक्षिकाज्यूहरू र मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू, सम्पूर्णमा म यसै विद्यालयकी शिक्षिका अनु खड्का थापाको तर्फबाट हार्दिक नमस्कार एवं स्वागत गर्दछु। आज मिति 2082 साल 10 महिना 8 गतेका दिन यस शुद्धोदन इङ्ग्लिस स्कुलको प्राङ्गणमा आयोजित पुरस्कार वितरण र सम्मान कार्यक्रममा
यहाँहरू सबैलाई स्वागत गर्ने मौका दिनुभएकोमा सुदोलन इङ्ग्लिस स्कुल परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु। कक्षा कोठामा लिइने ज्ञान सँगसँगै विद्यार्थी भाइ बहिनीहरूलाई खेलकुद पनि एकदमै महत्त्वपूर्ण छ। त्यसैले खेलको क्रममा जित र हार त अवश्य नै भइहाल्छ नै। उनीहरूलाई धन्यवाद दिँदै आफ्नो अत्यन्तै कार्य व्यवस्थाको बावजुद पनि हाम्रो निमन्त्रणलाई स्वागत गरेर उपस्थित हुनुभएकोमा सम्पूर्णलाई पुनः स्वागत एवं धन्यवाद व्यक्त गर्दै मेरा 2-4 शब्दहरू यहीँ टुङ्गाउँछु। धन्यवाद, नमस्कार। My name is Lavish Dangya Thali. धन्यवाद साना साना भाइ बहिनीहरू। My name is Patika Tharu. My name is Mangsam Thapa. Aditi Tharu. My school name is Sudolan English School. Hello, banana, two tail, banana is so sweet. Amy, red apple, two muscat, apple is so sweet. Crunch. Watermelon, papaya, little lychee, cucumber. Thank you. I just like to study. My school name is Sudolan English School. Mommy, Daddy, I love you. See you, baby. Grandpa, thank you. My name is Cecilia Tati. Tani muni mata pori racha. Hera na sati. Karuni mata pori racha. Hera na sati. Tippa manata. Usuma ganti Padiareza Hera na sati Panamanata. Thank you. ऐनाले पनि गर्दो हुँदा राम्री गति राम्री हुँदा ऐनाले पनि गर्दो हुँदा स्याउली बजारमा तानो हो तिमीलाई देखेर ताना तानो तिमीलाई देखेर ताना तानो तिमीलाई देखेर
कोअर्डिनेटरज्यू, निमावी तहका कोअर्डिनेटरज्यू, प्रावि तहका कोअर्डिनेटरज्यू तथा शिक्षक शिक्षिकाज्यूहरू, सञ्चारकर्मी, मेरा साना साना विद्यार्थी भाइ बहिनीहरू र हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी पाल्नुभएका अभिभावकज्यूहरूमा म र मेरो व्यक्तिगत एवं यस सुदोधन इङ्ग्लिस स्कुल परिवारको तर्फदेखि हार्दिक आभार व्यक्त गर्दछु। विद्यार्थीको शारीरिक, मानसिक एवं बौद्धिक विकासका निम्ति खेलकुदको निकै ठुलो भूमिका रहने हुँदा विद्यालयमा प्रत्येक वर्ष खेलकुद प्रतियोगिता भइरहेको कुरा यहाँ सम्पूर्णमा जानकारी भएकै कुरा हो। यसै स्वरूप विभिन्न विधामा रही हजुरहरू समक्ष म कक्षा नर्सरीदेखि कक्षा युकेजीसम्मको नतिजा प्रस्तुत गर्न गइरहेकी छु। नतिजा यस प्रकार छ। कक्षा नर्सरी ए, कृपया टीका लगाई पुरस्कार प्रदान गरिदिनु हुन अभिभावकज्यू नवीना खड्काज्यू र निशा चौधरीलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु।
कमरेमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर कमरेमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा आँखाले राम्रै हो बरनी ओटा ए आँखाले राम्रै हो बरनी ओटा हमारे पुतले मोया लाना हो चुरिया दूल्हा टिकिया दूल्हा दुल्हन मोया हो चुरिया दूल्हा टिकिया दूल्हा दुल्हन मोया हो पुतले मोया लाना हो हमारे पुतले मोया लाना हो ये सुनने वाला क्या लांग मेरे पुतले मोया मुसु मुसु हाँसेकी बसेर कमरेमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा आँखाले राम्रै हो बरनी ओटा ए आँखाले राम्रै हो बरनी ओटा राम्री कति राम्री होला ऐनाले पनि गर्दो होला राम्री कति राम्री होला ऐनाले पनि गर्दो होला स्याउली बजारमा तान हो हाना हो तिमीलाई देखेर ताना तान हो हाना हो तिमीलाई देखेर मुसु मुसु हाँसेकी बसेर कमरेमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा आँखाले राम्रै हो बरनी ओटा ए आँखाले राम्रै हो बरनी तोहर लहंगा महंगा हो तोहर चुलिया महंगा तोहर लहंगा महंगा तोहर चुलिया महंगा सबसे महंगा बा तोहर झुमका सबसे महंगा बा तोहर झुमका तोहर झुमका में तोहर झुमका में बिनु फिदा हर पे से कुंदा तोहर झुमका में बिनु फिदा अगलो उखरे से कुंदा से कुंदा से कुंदा से कुंदा
गर्दो हुँदा रानी कति राम्री हुँदा ऐनाले पनि गर्दो हुँदा स्याउली बजारमा तान हो हान हो तिमीलाई देखेर दाना तान हो हाना हो तिमीलाई देखेर दाना तान हो हाना हो तिमीलाई देखेर
मोहनीलाई लहरी गाउँलेको बोलीले मोहनीलाई लहरी गाउँलेको बोलीले ऐनाले पनि गर्दो होला रानी कति राम्री होला ऐनाले पनि गर्दो होला स्याउली बजारमा तान हो हान हो तिमीलाई देखेर ताना तान हो हान हो तिमीलाई देखेर ताना तान हो हान हो तिमीलाई देखेर आइदिनु होला
रक्सीको नसाले नचायो रक्सीको नसाले नचायो रक्सीको नसाले नचायो हामीले हजुरहरूको नृत्य गीत अनुसारको वेशभूषा गरगहना हाउभाउ र मञ्चमा देखाउनु भएको प्रस्तुतिलाई आधार मानेर मूल्याङ्कन गरेका छौँ। थोरै अङ्कको फरकले सबैले स्थान पाउन सक्नु भएको छैन र फेन्सी ड्रेस प्रतियोगितामा चाहिँ फेन्सी ड्रेसलाई मात्रै प्राथमिकता दिएको हुनाले कल्चरल ड्रेसलाई मान्यता दिएका छैनौँ र त्यस अनुसार हामीले रिजल्ट तयार पारेका छौँ। र अब म कति पनि ढिलो नगरी आजको नतिजातर्फ जान चाहे। पहिला म फेन्सी ड्रेस प्रतियोगितातिर जान चाहन्छु है त। फेन्सी ड्रेस प्रतियोगितामा तृतीय स्थान हासिल गर्नुभएको छ यसै विद्यालयका प्रिन्सिपल विशाल चौधरी सर, साथै यस विद्यालयका माविपट्टि नगर दिना सर, जमुनानगर छेत्री सर लगायत सम्पूर्ण शिक्षक और शिक्षिका, साथै आज यस खेल महोत्सवमा उपस्थित हुनुभएका सम्पूर्ण अभिभावकज्यूहरू लगायत प्यारा यस विद्यालयमा अध्ययन प्यारा बाबु नानीहरू लगायत मिडियाकर्मी बाबु, आज अति खुसीको दिन हो। हाम्रो प्यारा बाबु नानीहरूले आफ्नो प्रतिज्ञा जो आफ्नो खेलको छ जो उहाँहरूले देखाउनु भयो, त्यसको लागि हामी विद्यालय परिवार बाबु नानीहरूप्रति साथै यो खेल महोत्सवमा सम्पूर्ण हाम्रा अभिभावकज्यूहरू आएर यो खेलको महोत्सवको शोभा बढाइदिनु भयो। यसमा म सम्पूर्ण अभिभावकज्यूहरूलाई म धन्यवाद दिन चाहन्छु। विद्यालयले बाबु नानीहरूले आफ्नो क्षमता कसैको पढाइपट्टि हुन्छ भने कसैको खेलमा कसैको नाचमा जो बाबु नानीहरूको क्षमता छ त्यो ग्राउन्डमा देखाउनु भयो, मनोरञ्जन गराउनु भयो। विद्यालयले पनि बाबु नानीहरूको भित्र लुकेको के प्रतियोगितामा बाबु नानीहरू अब्बल छन्, आफ्नो प्रतियोगिता देखाउनको लागि त्यो समय मौका नपाएको हुन्छ, त्यो मौका यहाँ देखाउनको लागि यो विद्यालयले आयोजना गरेको हो। त्यो बाबु नानीहरूले नाच देखाउनु भयो, कसैले खेल देखाउनु भयो र आफ्नो
पुरस्कार लिएर यहाँबाट गइसक्नु भएको छ। यो एउटा ठुलो विद्यालयले बाबु नानीहरूको लागि आफ्नो क्षमता देखाउने अवसर हामीले जुटाएका थियौँ। त्यो बाबु नानीले देखाउनु भयो। यस्तै गरेर विद्यार्थी बाबु नानीहरूलाई पढाइको साथसाथै अब भोलिको दिनमा हामी यो वसन्त पञ्चमीको भर्ना कार्यक्रममा लागेका छौँ। बाबु नानीहरू भोलि यो कार्यक्रममा अवश्य उपस्थित हुनेछ र भोलिको कार्यक्रम सफल बनाउने हुनेछ। साथै अभिभावकज्यूहरूलाई आग्रह गर्न चाहन्छु, भोलि साना बाबु नानीहरूलाई यो विद्यालयमा ल्याएर यो भोलिको कार्यक्रम भर्ना गर्ने कार्यक्रममा हजुरहरूले सहयोग गरिदिनु होला। हजुरको छिमेकीमा साना बाबु नानीहरू छन् भने उहाँहरूलाई यो स्कुल तक आउनलाई हजुरहरूले प्रेरणा दिनुहोला, ल्याउने वातावरण मिलाइदिनु होला भन्ने यो विद्यालयले हजुरहरूप्रति पूर्ण आशा गरेको छ भन्दै आजको कार्यक्रममा उपस्थित हुने सम्पूर्ण अभिभावकज्यूहरूलाई धन्यवाद दिँदै मेरो 2 शब्द यही अन्त गर्छु। धन्यवाद। शपथ समिति अध्यक्ष लगायत मञ्चमा आसीन सम्पूर्ण अतिथिगण र उपस्थित महानुभावहरू र सुगोधन इङ्ग्लिस स्कुलका सम्पूर्ण शिक्षक मित्र, विद्यार्थी भाइबहिनीहरू, सुगोधन इङ्ग्लिस स्कुलले पुस 25, 26 र 27 गते भएको खेल कार्यक्रमको पुरस्कार वितरण 3 दिन 6 गते 6 देखि 10 सम्म, 7 गते 1 देखि 5 र आज 8 गते नर्सरीदेखि युकेजीसम्मको विद्यार्थीहरूलाई पुरस्कृत गरेका छौँ। र त्यो कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएको कुरा पनि हामी देख्यौँ र अभिभावकहरूजीको पनि उत्साहपूर्ण उपस्थितिले पनि हाम्रो कार्यक्रम भव्य भएको जानकारी गराउँदछौँ। र हाम्रा अभिभावकजीहरूमा राखिएको 3 दिनै 2 कार्यक्रमहरूमा पनि उहाँहरूको सहभागिताले पनि हामीलाई धेरै खुसी बनाएको छ र आगामी दिनहरूमा पनि हाम्रा अभिभावकजीहरूले हामीलाई साथ र सहयोग दिनुहुनेछ भन्ने अपेक्षा हामी राखेका छौँ। र यी कार्यक्रमहरू विद्यालयले गर्दै गर्दा विद्यार्थी भाइहरूको सहभागितालाई पनि जोड्नको लागि अभिभावकजीहरूको पनि हात रहँदै हुँदाखेरि हामी विधामा कार्यक्रमहरू गर्दाखेरि केही विद्यार्थीहरू अनुपस्थित भएको र विद्यार्थीहरू खेल्न नपाएको अथवा खेल्नबाट वञ्चित भएको पनि हामी पाएका छौँ। त्यस्ता दिनहरू चाहिँ अब आउने छैनन् भन्ने कुराको अपेक्षासहित हाम्रो कार्यक्रम पुरस्कार वितरण सम्पन्न भएको छ। र भने अब हामी सुगोधन इङ्ग्लिस स्कुल भोलिको अक्षर आरम्भ कार्यक्रम, सरस्वती पूजाको कार्यक्रमलाई जोड दिँदै भोलि पुनः हामी सुगोधन इङ्ग्लिस स्कुलको प्राङ्गणमा बिहान 8 बजेदेखि नयाँ विद्यार्थीहरूको भर्ना सँगसँगै हाम्रा सम्पूर्ण विद्यार्थी भाइहरू, शिक्षक र अभिभावकजीहरू पनि यदि उपस्थित भएर सरस्वती माताको वन्दनामा सरिक भइदिनु भयो, सरस्वती माताको पूजामा हामीलाई साथ र सहयोग गर्नुभयो भने हाम्रो व्यक्तित्व विकासमा सहयोग गर्ने, हाम्रो बौद्धिक मानसिक विकासमा सहयोग गर्ने हाम्रो सरस्वती माताले पक्कै पनि हामीलाई आशीर्वाद दिनुहुनेछ। र उहाँको आशीर्वाद, उहाँको कृपाले गर्दा हामी आफ्नो सद्बुद्धि प्रयोग गरेर आफ्नो जीवनलाई स्वच्छ बनाउनेछौँ र भविष्यमा हाम्रा बालबच्चा पनि दक्ष हुनेछन् र जसले आफ्नो देश परिवेशलाई विश्वमा चाहिँ सफल हुनेछन् भन्ने अपेक्षासहित सम्पूर्ण उपस्थित अभिभावकजीहरूलाई कार्यक्रम सफल बनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै क्यामेराम्यान पनि हाम्रो 3 दिन लगातार खटेर हाम्रा फोटोहरू अति सुन्दर बनाएर हामीलाई फेसबुकमा देखाउन लायक बनाइदिनु भएको उहाँलाई पनि धेरै धेरै धन्यवाद दिँदै हाम्रा सम्पूर्ण अतिथिहरूलाई धन्यवाद दिँदै म आजको कार्यक्रम यही समापन भएको जानकारी गराउँदै म पनि बिदा हुन्छु। धन्यवाद।